Hello, beautiful people. Good morning. Welcome to my little world, and I'm really excited to share this with you. Actually, today is my day off, so I'm going to spend my day at home. I hope you'll stay with me till the end of this vlog. First of all, त बिहान खाना बनाउनु is my job. I think खाना बनाउनु चाहिँ सबैले गर्नुपर्छ, खाना बनाउनुपर्छ. तर मलाई चाहिँ खाना बनाउनु मन पर्दैन. तर पनि के गर्ने, क्या ही कर सकते हैं भाई साहब, क्या ही कर सकते हैं. बनाना पड़ेगा ना, बनाना पड़ेगा, खाना पड़ेगा. Yeah, that's it. Actually, I'm going to cook this. I can cook very well, you know. I'll show you. I'm going to show you something unique. Ta-da! यसबाट चाहिँ म गीत बजाउँछु. यहाँबाट गीत पनि चल्छ होइन. एकछिनमा म चार्ज लाउँछु अनि तपाईँलाई देखाउँछु यहाँबाट गीत बजाएर. I'm really excited. Guys, listen अघिको फोन चार्ज भइसकेको छ. म तपाईँलाई त्यसबाट गीत बजाएर देखाउँछु ल स्पिकरबाट. Wait. This is my speaker. म यसबाट गीत बजाउँछु. म त्यो सानो फोनबाट. मैले ढटेको होइन है मैले. एउटा चार्ज भइरहेछ भर्खरै. म चाहिँ यो फोनबाट मैले यो फोन लगाएको होला. यसबाट म गीत बजाउँछु क्या. यहाँ अस्ति मैले वाइफाईको पासवर्ड लगाएको थिएँ अनि तर फेरि यसबाट त्यो वाइफाईको पासवर्ड लाउने बेला चाहिँ त्यो क्यापिटल लेटर र स्मल लेटर चाहिँ बनाउनु मिल्दैन अनि पासवर्डै मिलेन क्यापिटल र स्मल लेटर भएको बेला. अनि मैले अर्को वाइफाईको पासवर्ड लाग्दा त्यो मिलेर अनि मैले यहाँ वाइफाई लगाएको छु. अब यहाँ तर कति धेरै म्यासेज टिङ 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 बजेपछि गर्छ. म चाहिँ खाना सब्जी गर्दैछु. तर खाना चाहिँ पकाउँदैन, सब्जी चाहिँ पकाइसकेँ. किनभने अहिले एकछिनमा मेरो दादा आउँछ खाना खानको लागि. त्यही भएर मैले रेडी गर्नु सक्छु. अहिले बेला नि म कलेजबाट आएर खाना बनाउँछु. त्योभन्दा अगाडि चाहिँ म काम गर्थेँ. म खानै खाना भ्याउँदैन थिएँ क्या. म जबमा लाइक कलेजबाट आउँथेँ बिहान 6 बजी कलेज जान्थेँ अनि कलेजबाट आउँथेँ लाइक यहाँनिर 9:50 यहाँ आइपुग्थेँ अनि 9 खाना पनि म त खाना बेगेन म 10 बजीबाट ड्युटीमा पुग्ने गरी जानु पर्थ्यो. अनि धेरै गाह्रो भयो अनि अहिले चाहिँ मैले जब छोडेको काम गर्नु किनभने जति गरे पनि उयो कस्तो लाग्छ. फोन अन भयो. म तपाईँहरूलाई वाइफाई अन गर्छु. यहाँ छ वाइफाई अन भयो. अनि यहाँ फेसबुक, वाट्सएप, ट्विटरहरू सबै चल्छ यहाँनिर. तर नाचिदिएको छ. तर त कति मजा लाग्थ्यो. फर्स्टमा ब्लुटुथ अन गर्नुपर्छ. Halo Tico, change the way you live. Bluetooth mode. गाह्रो चाहिँ गाह्रो. Connected. यो फोन चाहिँ मेरो दाइले दुबईमा किनेको अरे. हजुर उसले बेच्नु पनि मानेन. एउटा अङ्कलले 5,000 माग्नुहुँदै थियो र थाहा छैन किन
होइन चटपटे भेट्यो भने भात चाहिँ खान्न भन्दै बहुत गर्मी है बहुत ज्यादा गर्मी है साउदी अरबियामा भन्दा अलिक धेरै गर्मी छ एक्चुली हामी चाहिँ हाम्रो साथीको घर एकछिनमा एकैचोटिमा प्लान गरेको तर थाहा छैन यसले जानु पनि थाहा छैन अनि फोन पनि नगरिकन त्यतिकै गएको हिजो चाहिँ भन्नु यसले मैले त्यो पनि भनेन एकैचोटिलाई जाउँ भने अनि हजुर मात्रै हो मेरो एउटा पछाडि सब्सक्राइबर छ भने अस्ति लाइक 11 डलर पठाएको थिएँ त्यसले हालेको थिइनँ 60 सब्सक्राइबर छ र एडिट गरी हेर्छु राम्रो यसले मलाई काम लाग्दैछ सेतोबाट कुन सेतोबाट ए अरे यही होइन यो चाहिँ सन्तानी स्यान्डलमुती मान्छे हो अनि हट पनि हेलो यो लुटीको घरमा आज हाम्रो पार्टी छ यता हाम्रो ब्युटिफुल भाउजू हुन्छ यता आयो भने यता उनीहरू मेरो फोनमा सब्सक्राइब गराइदिनु होला प्लिज भर्खर युट्युबमा भर 68 हुँदैछ तपाईँहरूले यो भिडियो हालेपछि चाहिँ 10,000 अनि यहाँ चाहिँ हाम्रो भाउजू हुनुहुन्छ पानीपुरी बनाउनुहुन्छ बिचरा गरी भइसक्यो होला तर उहाँलाई सघाउने कोही छैन यहाँ यस्तो नक्कल पार्नेहरू छन् तर भाउजूलाई सघाउने कोही छैन अनि हाम्रो सानो बहिनीहरू पनि छन् म तपाईँहरूलाई देखाउँछु यहाँ चाहिँ हाम्रो क्युटी पाई बहिनीहरू छन् हेलो भन युनिस्का यो ऊ चाहिँ हाम्रो फेमस पर्सन हो है बाई भन्दै गएको छु नि अनि यहाँ चाहिँ हाम्रो छ एकजना क्युटी बाई सो क्युटी बाईको कपाल हेर्नुपर्छ एक्चुली फर्स्टमा टुप्पी छ यहाँनिर टाइम भन्दा भिडियो हेर्दै बसेको छ यसमा इक्जाम छ गाइस अहिले इक्जाम छ यहाँ 12 को स्टुडेन्ट हो इक्जाम छ यस्तो चिल छ किताब सबै 2 दिन छुट्टी भन्दै किताब सबै यहाँ भुइँमा राखेर बसेको छ उसलाई चिल छ 3 दिन छुट्टी भएकोमा उसको लागि 3 दिन एकदम इनफ हो यो चाहिँ भ्यू हो यो घरबाट देखिएको कस्तो राम्रो देखिरहेको छ वाउ बेग्लै छ आयो रेडी भइसकेको छ सबैजना यो भाइले पूजा गर्ने भएन यता हाम्रो राजु रेडी छ हामी घर गएको फाइनली अहिले 5 बजिसकेको छ बाई बाई म पनि भेट्छु नि मलाई बिर्सेको आमा चाहिँ
यहाँ सिरियल छैन आफ्नो जस्तै छैन अब चाहिँ हामी घर जान्छौँ लगभग म भ्लग पनि एन्ड गर्नेवाला छु आज कस्तै रह्यो मेरो दिन बाई बाई आजको लागि यति नै